भाइ लोग रोम ह्यापी होली अभी हाँ पहिला हामी स्विमिङ खेल्न गएको थियौँ नि कता हो कहाँ हो माथि ए उ त डाँडा पाखाको बिचमा छ नि गोकर्ण हो ए थाहा भयो त्यो त ओभर पर हो त बगरकोट के खोइ के कोट कट्नुपर्छ सुटिङ निकाल्दा भयो अनि कस्तो लागिरहेछ सिमन आजको होली तिमी त हाम्रो ब्लगमा त 2 चोटि आइसक्यो त अब मैले गर्दा तिमीहरूको सबैको कस्तो ठुक्निसको अनि हो त नि म होइन भन्नु छैन अब चाहिँ हामी अहिले जाँदैछौँ प्रणिक सरको घर त्यहीँ गएर भेट्नुपर्छ होला है यहाँ What's up, babes? Long time no see vlog ma. Happy Holi. Same to you. Lighting छैन का. Happy Holi. Congratulations, new phone. Yes. Nothing phone 3A. Happy Holi. के भयो त्यसको नाम ओइ यो चाहिँ के हो क्रोनिकल कहिले पायो थियो जमानामा पाएको दुख्छ हैन त्यति हो ए दुख्छ चिरिक दुखे गर्छ ए दुखेको थियो मलाई नभने दुख्यो चिरिक गर्दा त मेसीले पो फ्याट्ट हो त छिरो त नि यार हैप्पी होली हैप्पी होली मेरो साथी वाटर तर यसरी हैन ह्याप्पी होली गरेर यसरी जाप्पातिर फ्याक्नु भएन नि नुगेन भएन के त्यो त उठाऊ यो नुगेन उठाऊ नुगेन डस्टबिनमा फ्याँक नुगेन यो भिडियोमा पनि आइसकेछ ल लभली पाँचवटा अन्त छवटा कस्तो भिडियोमा नि आयो कहिले झिकेछ हौ यसले आम्मा कहिले झिकेछ छवटा अन्डा भेटिसक्यो ह्याप्पी होली अलिक राम्रै त दल न बेब्स ह्याप्पी होली भाइ रङ दिउ न यार मलाई परे हो छ्या रङ मुखमै गयो हैप्पी होली ह्याप्पी होली जेम्सको निजाले खाली भयो गरौँ निजाले भयो ल हैप्पी होली हैप्पी होली निगा ठुलो भएर छोपेको क्या चल्दी म सिमन अनि हामी के गर्छ को यो बङ्गलादेश बिस्तारै हो भन्दाखेरि बिस्तारै क्या आम्मा अनि भन्दाखेरि कस्तो भइरहेछ तिमीलाई कति पछि पाएको त हौ यसरी हो के हो तिमी आजकल ओभर पढ्न थालेको हो कि क्या हो भ्यू चाहिँ ओभर है ओ ह्याप्पी होली यत्रो घाम आउँछ अनि बिचारा नुगेन पर्खिरहेछ होला कोके बेग हान्थ्यो गिजै बुढाइदियो झोलै हालिदियो दिशामा छैन रहेछ अन्त तैँले कस्तो थाहा भइस्
हामी राम्रै ल्याइदियो भान्छ तल ह्याप्पी होली केटा भनेर त्यस्तो दिन्छ है ओड्डी सन ओड्डी अभी भान्स पुगिसक्यौँ के हो यसले मलाई इग्नोर हान्छ खाना खायो भातमा के खायो भातमा त्यस्तो भन्नु हुँदैन प्राइभेसी हो प्राइभेसी आमा मासु भात खायो क्या ठिक छ ओप्पा Happy Holi! You get हामी भन्न खोज्छ काठमाडौँमा भेट भएको भाइको म चाहिँ है लेकिन योभन्दा अघिल्लो साल चाहिँ ट्री हाउसमा अहिले चाहिँ घन्टा घरमा यहाँको सरकार हुनुहुन्छ यहाँको वेलकम हाम्रो वार्ड नम्बर 2 को हाम्रो आदरणीय दाइ रमेश राईलाई हामी यहाँ बोलाउन चाहन्छौँ सक्यो अब सक्यो होला यार